हेलो गाइज, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। हजुरहरू सबैलाई स्वागत छ। आज कामबाट आउँदा चाहिँ एक्सिडेन्ट भयो अनि त्यसपछि यता हेर्नु न, सानो एक्सिडेन्ट हुन गएको रहेछ। टेम्पोको ब्रेक फेल भयो कि खै के भएको, अगाडि हेर्न चाहिँ सकेनौँ हामीले। तर हामी आउँदाखेरि टेम्पो चाहिँ पुरै अगाडिको पाङ्ग्रा धस्रेर माथिको सिट भुइँमा छुने गरी अगाडि त्यो ड्राइभर बस्ने ठाउँ कुच्चिएको देखेको थियौँ। अलिकति क्लिप बनाएर ल्याएको छौँ, यसो हेरिदिनु होला एकछिनमा। टेम्पो हामी यताबाट आएर टेम्पो जसले आएर यताबाट घिरिन्छ, यताबाट मतलब किन मान्छे पनि त्यो सबजनाले अनि किन टेम्पो रोक्यो भनेको त जाँदाखेरि पो देखियो एक्सिडेन्ट पो भएछ। किन चिप्लेटी खेल्यो भन्थ्यो त? चिप्लेटी पो खेलेको अरे मेरो छोरीले भने। मेरो छोरीले मलाई लिन आउँदाखेरि टेम्पो चाहिँ पुरै रोडमा घुरिरहेको टेम्पो, रोडबाट उता मान्छे हिँड्ने साइडतिरको सायद त्यो दाइले, ड्राइभर दाइ हो कि अब दिदी हुनुहुन्थ्यो, उहाँले ब्रेक लगाउनु भयो होला। ब्रेक स्लिप खाएर पुरै भुइँ नै सर्र कोतारेर उतासम्म थियो। त्यस्तो भइरहेको थियो। आउँदा आउँदै यस्तो देख्यो। त्यहाँ चढ्ने मान्छेहरूलाई त केही भएन होला, अब देखेनौ। ड्राइभर पनि हुनुहुन्न थियो। हामी चाहिँ यसो भिडियो खिचेर लिएर आयो। त्यही भएर पनि टेम्पो चढ्न अलिक डर लाग्ने। त्यही पनि अब कता आफूलाई काम परिरहेको हुन्छ, हिँड्नु परिहाल्यो है। मेरो छोरीको हेर्नु ड्राइभरले जोले कुदाएर छ अनि मान्छे तिमी अँधेरोमा भयो यताउता अनि एक्सिडेन्ट भयो। अनि त्यसपछि एक्सिडेन्ट भएर मान्छेहरू सब पल्टेको हो। अनि मान्छेले सुत्दियो भुइँमा। फटाफटा बोल्छ है फेरि। सो नानीको फोन आएछ, अब एकछिन होल्ड टेम्पो नै भाँचेछ पुरै। त्यो मान्छेले कसो सराउँछ है? पुरै भाँचेछ नि दिदी। माङ्गलको चर्ती कला हो नि त यो। माङ्गलको चर्ती कला यो माङ्गलको। खोइ हामी पनि भर्खर आएको के होला नि। गाडी टेम्पो पल्टेर है छोरी। टेम्पोको एक्सिडेन्ट भएछ आज। हामी घर फर्किने बेलामा बर्बाद भएछ। टेम्पो पुरै घस्रेछ भन्देऊ त। अनि त्यसपछि पैसा पनि खर्च भयो। अनि टेम्पोको पाङ्ग्रै अगाडि उछिटेर आएछ। च्याउ खेलेर हेलो गाइस, सबै साथीहरूले हेरिदिनु होला। मोबाइल झरेपछि कसले हेरिदिन्छ होला।